गर्मी जति भयो नि खानामा नो कम्प्रोमाइज सरी ल। हेलो गाइज, के छ? वेलकम ब्याक टु माई वेट लस जर्नी। इस्मी विजय चौधरी, वर्किङ इन कतार एज अ डाटा एन्ट्री अपरेटर। सधैँ चाहिँ बिहान उठेर चामल अन्डा पकाएर प्याकिङ गरेँ। मेन थिङ, प्याकिङ गर्नुभन्दा अगाडि म एनी हाउ खानेकुरा वेट गरेर क्यालोरी र प्रोटिन ट्र्याक गरेर प्याक गर्छु। यो मेरो वेट लस जर्नीमा मेन्डेटरी छ। आज जिम पनि रेस्ट थियो। म एभ्री विकको ट्युसडे र फ्राइडे रेस्ट गर्ने गर्छु। ड्युटी छुट्टी भएपछि रुम आएपछि कपडा भिजाएर पाङ्ग्रा र कलेजो वेट गर्नतिर लागेँ। वेट गरेपछि मेरो साँझको क्यालोरी 600 ग्रामभन्दा माथि जान दिँदैन, त्यति नै मिलाएर राखेँ। प्रोटिन एप्रोक्स 45 ग्राम थियो। यति रेडी गरेर कपडा धुन गएँ। 2-4वटा कपडा धुन गर्मीले हालत खराब भयो। त्यसपछि खाली थिएँ, चिकन काटेर राखिदिएँ। अरू दिन अलि हतार हुन्छ, सो एकैचोटि 10 दिनको काटेर राखिदिएँ। चिकन काटेर सिधै माल बनाउनतिर लागेँ। बेसार पानीमा 5 मिनट कलेजो र पाङ्ग्रो उमालेँ। अनि त्यति बेलासम्म उमाल्ने बेला लसुन खुर्सानी प्याज काटेँ। उमालिसकेपछि आगोमा पोल्नतिर लागेँ। कलेजो पाङ्ग्रा दुइटै आगोमा पोलेँ। यो पोलेर भइसकेपछि टमाटर पनि आगोमै पोलेँ। कन्सन्ट्रेट यति थियो कि यति पढाइमा कन्सन्ट्रेट भएको भए आज म के हुन्थ्यो होला। सरी ल भन्दैन अब के हुन्थ्यो भनेर। यति गर्दासम्म पसिनाले चुल्लुमै भिजिसकेको थिएँ। सबै पोलेपछि त्यसपछि मसलाहरू मिक्स गर्नतिर लागेँ। मसलाहरू त्यत्तिकै राखेर 2 टेबल स्पुन सनफ्लावर ओइलमा मेथी र बेसार तताएर मालमा झ्यापमा पारेर मलदिएँ। यति गर्दै म नुहाउनतिर लागेँ। नुहाइसकेपछि मोबाइल पनि चार्ज भइसकेको थियो। सो आजलाई यति गाइज। थ्याङ्क यू फर वाचिङ। सी यू टुमरो।